हेलो फ्रेन्ड्स, धेरै भयो युट्युबमा भिडियो नहालेको। अनि म आज चाहिँ एउटा कुनै राम्रा खालका अलि खतरा खालका वेबसाइटहरू जो किहरूले एकचोटि न एकचोटि हेर्नै पर्छ भन्ने कुराहरू देखाउन चाहन्छु। मेरो पहिलो वेबसाइट छ jetperiod.app भन्ने। यसमा हजुरले पिरियोडिक टेबलको फुल जुन इलिमेन्टहरू छ त्यो सबै देख्न सक्छन्। मलाई अब हाइड्रोजन कस्तो हो भनेर यसो हेर्न मन लाग्यो भने चाहिँ म यसलाई क्लिक गर्छु र त्यसको स्ट्रक्चर अब 3D मोडल लोड भएर ओर्बिटल अनि यसरी टाउनै आउँछौँ होइन। अब यता यसको बारेमा के अनि देखिन्छ होइन। यसरी हाइड्रेसन नसुन्नु मात्र होइन, लास्ट इलिमेन्टबाट गएर नि हाल्न सक्छौँ र कस्तो देखिन्छ यहाँ फुल दिन्छ। यसको ओर्बिटल्स पनि धेरै ठुलो छ, म्यासिभै छ। यो बिचको एउटाको वरिपरि यति धेरै घुम्न सक्ने चान्स छन् भन्ने कुरा यसले हामीलाई फुल देखाउँछ। त्यही माथि यहाँ पिरियोडिक टेबलको बारेमा र अरू केमिस्ट्रीको टुल्सहरूको बारेमा टन्नै कुराहरू छन्। अनि म आजको भिडियोको लास्टमा एउटा मिस्ट्री वेबसाइटै दिन्छु जो कि साइन्स लभरहरूलाई धेरै राम्रो छ। त्यही भएर लास्टसम्म हेर्दै बस्नुहोस् है त। यहाँ प्लेग्राउन्ड छ, सेटिङ्स छ, जे होस्। अब मलाई फोस्फोरसको बारेमा जान्न मन लाग्यो, म थिच्छु स्ट्रक्चर कस्तो हो। अब स्कुलमा पढाउने हाम्रो स्ट्रक्चर चाहिँ हो। त्यसको बारेमा अब यो के हो, नन मेटलै हो, सोलिडै हो। ल फुल बुझ्नु पर्ने कुराहरू देखा। हाम्रो फर्स्ट वेबसाइट भयो। र सेकेन्ड वेबसाइट छ innerbody.com। त्यति केयर गर्नुपर्ने छैन, यो लास्टको लेखे नलेखे पनि यस्तरी आउँछ। अलिकति तल गयो गो टु एन्टानमी एक्सप्लोरर भन्ने आउँछ, त्यो थिचेस त्यो आइहाल्छ। फर्स्ट हामीले स्केलेटल सिस्टमको बारेमा हामीले फुल हेर्न सक्छौँ 3D मा पनि। लार्जर स्टुडियो है 3D मा। मैले स्केलेटनको हेरेको। यो चाहिँ अब मान्छेहरूको अलि त्यो बडीहरूमा फोकस गर्ने मान्छेहरूमाथि अलि बढी सहयोग हुन्छ उनीहरूलाई बनाउँदाखेरि भन्ने कुरा मात्र हो। अनि यो लोड हुन्जेलसम्म म भन्छु कि मेरो च्यानलमा नयाँ गीत पनि आयो, इभेन्ट होराइजन भन्ने, त्यो पनि हेरिदिनु होला है। अनि सब्सक्राइब पनि गरिदिनु होला प्लिज। सानो च्यानल छ, अरूलाई सिकाउनु खोज्छु, त्यो धेरै सब्सक्राइबरहरू बढ्दैन। ल अब यही हो। मेरो ल्यापटप अलि त्यस्तो अलि ल्याग गरिरहेको, त्यसैले राम्ररी आएन। नत्र फुल जुम गरेर है एउटामा क्लिक गरेर त्यो त्यसको नाम यस्तोहरू हेर्नु पनि सकिन्छ। लाइक मलाई यो हेर्नु पर्यो, फ्रन्टल बोन, म्यास्टिया, अब यस्तै टम्मै छ नि। अनि यही स्केलेटल सिस्टम मात्र नभएर यसमा मस्कुलर सिस्टम, नर्भस सिस्टम, रेस्पिरेटरी सिस्टम जस्तै यहाँ टर्मै छ। अनि यसलाई चाहिँ हेल्थको बारेमा अलि बढी शिक्षा भएको, शिक्षा
चाहिने मान्छेहरूलाई धेरै सहयोगी खालको वेबसाइट छ। हाम्रो थर्ड वेबसाइट चाहिँ अलिक कम्प्युटर साइन्सको बढी फोकस गर्छ। यसमा यो w3schools.com भन्ने। हामी यो वेबसाइटबाट HTML को फुल कोर्स लिन सक्छौँ, CSS को फुल कोर्स लिन सक्छौँ, जावास्क्रिप्ट को फुल कोर्स लिन सक्छौँ, SQL, Python, Java, PHP, W3 CSS I don't really know about. अब C, C++, C Sharp टन्नै छन् यहाँ। हामी यिनीहरूको बारेमा चाहिँ यही एउटा वेबसाइटबाट सिक्न सक्छौँ। इभन पाइथन पनि यतिमा कम्प्लिट छ उसको। यति जान्नु भनेको लाइकली मास्टरिङ जतिकै हो। दिस वेबसाइट इज कम्प्लिटली फ्री भनौँ भने त। यहाँ पाइथनको मात्र नभएर सी को पनि छ। अपरेसन्स, इफ एल्स, लुपहरू होइन, एरेहरू, स्ट्रिङहरू, स्कोप, स्ट्रक्चर, ऱ्यान्डम नम्बर्स यहाँ टन्नै छन्। अनि त्यसरी हामीले सिक्न सक्छौँ यसको बारेमा। हाम्रो हिस्ट्री वेबसाइटभन्दा अगाडि एउटा लास्ट वेबसाइट छ। जस्तै कि म एउटा क्रोमबुक युजर हो, हाम्रोमा मेरो ल्यापटपमा त्यस्तो राम्ररी चल्दैन वर्डहरू, त्यही भएर म Microsoft365.com भनेर लेख्छु। लेख्ने बित्तिकै यो आउँछ। मैले त साइन इन गरेँ चाहिँ साइन इन भएकै देखाएँ, तर साइन इन गरे छैन भने साइन इन गर्नु। अनि वर्डको, एक्सेलको, पावर पोइन्टको, आउटलुक, टिम्स, वान ड्राइभ, क्लिपक्याम्पहरू, वान नोट, मोर एप्समा गयो भने अझ एपहरू छन्। यसरी क्यालेन्डर, एडिटर। अब यो चाहिँ प्रिमियम हो, अहिले मेरोमा मिल्दैन। अनि यिनीहरूको फुल कन्ट्रोल हुन्छ। जस्तै कि मलाई अब एक्सेल खोल्नु पर्यो, मेरो सिधै एपै छ, त्यही भएर एपबाटै एक्सेल खोल्यो। नत्र एप मात्र नचाहिए नि मैले छुट्टै देखाएको। वर्ड, एक्सेल, पावर पोइन्टको वर्डको यसरी खोल्न पनि सक्छु र यसरी चलाउन सक्छु है त। अब आजको हाम्रो फाइनल वेबसाइट हो केमिस्ट्री लभर्सहरूको लागि, मेनली जो मान्छे चाहिँ अलि बढी साइन्टिफिक एक्सपेरिमेन्टहरूमा फोकस गर्छ। त्यो हो singapore/chemistry.notebook.com। यति देख्नुहोस् आफ्नो कुनै एउटा ब्राउजरमा, र हजुर यो वेबसाइट आउनुहुन्छ। न्यू एक्सपेरिमेन्ट थिच्नुभयो भने एउटा एनिमेसन आउँछ। एकछिन कुरेपछि हजुरको छेउमा हरेक कुराहरू हुन्छ, केमिकलहरूदेखि डिभाइसहरूदेखि भेसलहरूसँग, जसको युज गरेर हजुरले ड्र्याग एन्ड ड्रप हान्ने होइन। जस्तो कि अब म यसलाई ड्र्याग एन्ड ड्रप हाने होइन, अनि यसलाई यता ल्याएँ लिक्विड केमिकलबाट, यसलाई ल्याएँ, यसलाई उयो ल्याएर राखेँ, पावरलाई अन गरेँ, 25बाट मैले यसलाई 100 डिग्री सेल्सियस पुऱ्याएँ, अनि यसलाई ल्याएर यहाँ हालेँ। पहिला क्याप निकालेर यसलाई ल्याएर यहाँ हालेँ। कति हाल्ने यो त अब त उयो छेउमा थाहा हुन्छ। म यसलाई 200 मिलिलिटर हाल्छु, किनकि अरू केही नि हाल्न सकिन्छ। यहाँ यो मात्र नभएर सोलिड केमिकलहरू नि छन् यसमा, जसलाई हामी यताबाट निकालेर राख्न सक्छौँ। अनि यसले कति ग्राम हाल्ने हो भन्छ, म यसलाई 10 ग्राम जति हाल्छु। र मैले के हाल्ने भने पोटेसियम क्लोराइड र
सोडियम क्लोराइड सोल्युसन हाल्ने होइन। अब यो दुईटालाई एकछिन मिक्स हुन दिउँ र अनि एक्सपेरिमेन्ट जारी रहोस्। यसरी अब यहाँ यति मात्र कुरा नभएर अरू पनि टन्नै कुराहरू छन्। कतिवटा त लग्छन् किनभने लाइकली भोलि भिआइपी हेरेस्पेड अब एसएलएस प्लेटफर्म अब उनीहरूकै सिङ्गापुरको वेबसाइट हो जसमा मलाई लाग्छ। त्यही भएर अब सिङ्गापुरको मान्छेहरूले त्यसरी यत्तिकै लिक त नगर्लान् वेबसाइटलाई। जे होस् अरू मान्छेहरूले अलिअलि चलाउन सक्छन् तर फुल एक्सेस चाहिँ छैन भनेर त्यस्तो राखेको होलान् भन्ने मान्यता छ। खोइ थाहा भएन। अब यसलाई म के गरौँ भने एउटा ड्रपर लिएर आउँ, दुईवटा लिएर आउँ। यहाँ केही नभएको कारणले केही निकाल्न चाहिँ निकाल्दैन यसले। तर मैले यही कुरालाई लाट टेस्ट ट्युब यहाँ ल्याएर यसलाई यहाँ राखेर कति यो भात सबै त भरिन्न, जति भरिन्छ त्यति राखियो नि। अनि मैले यसलाई यहाँ राख्न सक्छु। अनि यसलाई यहाँ राखेर फेरि यसलाई यहाँ राखिदिन सक्छु जसले फेरि यो यहाँ हालियो। फेरि रिएक्सन सुरु भयो। अब म धेरै कुराहरू छ कि गर्नको लागि। म थोरै ल्याएर यहाँ यस्तो हालिदिन सक्छु। के भयो थाहा भएन, केही न केही चाहिँ भयो। अनि आजको लागि यति नै। म सबै भिडियोहरूको लिङ्क डिस्क्रिप्सनमा हालिदिउँला। अनि च्यानललाई सपोर्ट गर्नु होला अलि अगाडि जानलाई। थ्याङ्क यू फर वाचिङ।